चाहिँ राँगाको बाख्राको बोका अनि पछि कहाँ गयो परेवा हाँस अनि कुखुराको हाम्रो त सुतुलुङ भन्दा ठुलो अरू छैन त सुतुलुङलाई अलिक बल माग्नु पर्छ हामी आज यस्तो यस्तो चिताउने नायुमाले मुखै नधुइ यहाँ अब भाउथ्यो ए उसको नानीलाई खै सेतो लाउनु पर्छ यिनीहरूले त रातो हामी चाहिँ हेरिराख्दै गर्छ यहाँ चाहिँ त्यो चाहिँ कुन बस्ती रहेछ यो कहाँ बाल्नु नि होइन सल्काएर त्यहाँ उमा कोहीले त अझै उठ्छ धुपोरो यहाँ छ नि त उ धुपोरो त्यहाँ छ यतापट्टि दुईटा नाइटरबाट बाल्नु त्यो दियोबाट होइन फेरि दुईटा बाल्नु हैन त्यहीबाट बाल्दा पनि हुन्छ तर उयो लाएर यसो सिमाना साँची राखेर गर्दा हुन्छ जहिले गर्दाखेरि चाहिँ म आफै बाड्छु केही त जानिँदैन आजकल नक्कल अघि होइन त चारचोटि लुगा फेर्नु जाने पार्नै बाँकी छ भन न भयो हल्लाएर मार न निकाल अब लु निकाल्नु सक्नु पर्यो उता भइहाल्यो लु एउटाले उति बोक्दा हुन्छ नि त लु कताबाट निस्किने हो यता हो कि कता यता हो बिस्तारै बिस्तारै नानी बिस्तारै अहिले छर्किनी गाइस अब चाहिँ यता अक्षतार र कलशको पानीले अनि मलाई चाहिँ रसन काकाले उहाँ चाहिँ यता भाषण गर्नुभएको रसन काकाले चाहिँ यहाँ भाकल गर्नुभएको छ उहाँ चाहिँ युके को लौरे यता अहिले कुल पितृ भेट्छन् उता सम्झिने अनि सम्झेर अनि हौ त कलशको पानीले राँगालाई यो बोकालाई सबैलाई हौ त्यसो गरेर पर है अहिले कानको उतिर चिसो हान्नु नि हो त्यसो गरेर पर्छ हो पारे मात्रै हो भाइ अहिले पर्छेर यो बाख्राहरू राँगा त पानी छर्किदिँदा हुन्छ भयो भयो भन्ला त्यसले हाँसले अहिले फुल अक्षता लगाइदेऊ राँगा बोकाहरूलाई लगाइसक्यो भयो 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 टिका चाहिँ टिका लगाइदेऊ ढालेपछि भान्जेलाई पहिले जान्दैन क्या हो नातिनीलाई दिनु पर्यो अलिकति यसो लगाइदिए जस्तो गर न
भाइ गर्ने बिजोडी हुन्छ काची लगाइदिनु पर्यो नि त दक्षिणा पनि पछि पछि अब भाग नै अहिले चुप त अलि छिटो म बिस्तारै हिँड्छु के लिम्बू कता हो केराको उयोहरु यिनीहरुले खै हिँडेको खै अब यहाँ यता होइन त्यहाँ दुई ठाउँ त बसियो नि त यहाँ भन अलिक लगाउ न हौ अलिक लगाउने एउटा खै केरा छैन नि त फेरि त्यसले पुग्दैन यो हटेन नानी छ अलिक उता साइड राख्नु परले बाँध्नु त्यो लिङ्गो मजाले गाडिएन होला लडी जाला पूजै नगरिसके होइन अलिक लिङ्गो त टाढो छुट्टी छ हजुरको घर कता पर्यो होला हाम्रो घर धरानाथ दुर्गापथ निलो घरमा परेको हजुर कोसँग हजुर त मुमा र आमासँग आउनु भएको अनि घरमा चाहिँ को हुनुहुन्छ घरमा 1 2 3 4 5 जना अनि कहिले फर्किनु पर्सि नै फर्किहाल्नु होइन निकर्सी कानाकर्सी फर्किम हुन्छ भनेर यता नजडाउनु होला अहिले भएर चाहिन्छ नि राँगा हामीलाई नानी पैसा मुखमा हाल्छौ गोजीमा हाल्दिनु न मुखमा हाल्छ खाँदैन एउटा 5 चाहिँ दिनुपर्छ ल त्यो 4 हुन्छ जम्सर हुन्छ नसमाउने उयो हेर्नु न आमा पैसा चिनेको केही पनि सामान अब चोखो पानी त्यो अरुणको पानीले यो ढुङ्गा धुने यहाँ धोप्लाउनु होइन यो यहाँ धोप्लाउने ढुङ्गा पानीले यसो धुने यो अस्ति पनि अचानक गरेर उ गर्ने हुँदाखेरि उ गर्ने
डरको गाडेको त हुन्छ अब त के रे यता नभए यतै हुन्छ यहाँ भयो त भट्काइदिहाल्यो भने के गर्नु यहाँको गरौँ न यही होइहाल्छ अनि दुईटा माल न कतै एकै काकाको हैन दुईटा लाउन नि दुईटा जोडी जोडी भन्नु हैन चाहियो हुनुपर्छ है अस्तिको जस्तो खेलाची नगर्नु भने फेरि अस्ति त खेलाची गरेर उहाँ अचानै बेगर आखिरी लड्ने होइन छिनाउने होइन भनेर उहाँ के बनाउनु भएको सानो बुवा ए राम्रो बनाउनु भएको त बाँडो दुध चढाउने अरे कि पत्रा शुद्ध उको फेरि गाईको गोबर अलिकति पानी लाउँछ यो अक्षता त्यो चामलको घितै उ गर्दैन भने भइगयो नि अक्षता अब परबाट बनाएर ल्याएको राम्रो आर्मी आउट गरे दिङलाकोले आर्मी त अनि गयो नि नानु आमामा खाइदियो त हो पनि दिउँ एउटा ननिकालेको एकचोटिलाई के हुँदैन सबै चिज खुवाउनुपर्छ क्या बच्चाहरूलाई मिठो खोइ अड्काउँछ कि पनि मिठो भने तर दुईजना आर्मी रहेछ त्यो एउटाले भन्दै माला चाहिँ तिम्रो माला 16 भन्न धरान धरान 16 भन्न भन्दा 5 साल अगाडि के भन्नुहुन्छ अब रेडी गरौँ त रागो निकाल्नु भएको हो वर्षा आयो कसले काट्छ अनि आउट हानेको थियो अनि त्यो गोल सफल हुन्छ जोरुङले काँचै खाने भनेको तर अरूको पानीले पर्सिन अरे
हल्ला हातले लप्पै छिनाउँदा भाइ लङ्गे छिनाउँदा हान्नै भन्दा हान्दैन तर के भयो पर्छ यो आर्मी के गर्दै गर्दा यो आर्मी के पूजा गर्दैन पूजा गर्छस् ल ए भयो रागाले पर्सिसक हो नाइ भनिसक नाइ भनेको उसको लागि तर अब अचानक ल्या है साथी आगमन माथि जाऊ माथि किन माथिबाट एउटा पहिला रागा काट्छ खाँदैछु कता हात लाग्छ त्यो हेरेर ए यता फर्काउनु हुँदैन थियो त्यहाँ छोपेको छ यता गर्नुलाई छोप्नु पर्छ अनि फेरि अब तर यो महिनाको त यति नै हो लास्टै हो यो महिनाको त यति अब तल पैसा नलागिरहेको अब भयो नि कुरो एउटै हो मण्डलीले सबैजना यो चाहिँ सम्मको हो तर मेरो पुरानो त यो चाहिँ सम्मको वाडाको भन्नु मै पनि अलिअलि 2-3 किलो छाएर कत्रो मसला चाहिँ पिसाएछ भनेको काम माइजूहरुले देऊ न दिदीहरु मान्छेको फेस पनि सबै छ नहुने हारेला पछि किन्छ नमस्कार नमस्ते सबैलाई नमस्कार आशीर्वाद यसो गर्ने गरेको छ नि त हेपेर मलाई यहाँ लडाएर त्यसै गरिदिइहाल्छ के श्यामा यही मासु बोलाएको यिनीहरूले
मासुले आज भात खानु हुँदैन मासु खानुपर्छ पञ्चअलीमा त मासु खानुपर्ने भात त त्यो सधैँ खाइरहेको उहाँ हामी काठमाडौँबाट आएको यही मासु खानुलाई युकेबाट आएका छन् धरानबाट आएका छन् युकेबाट आएका छन् काठमाडौँबाट मासु खाने हो कि अलिकति टाउको अलिकति खै म त मम्मीको टाउको मिलेन सक्नु अति बस्नु न तलाई नतलाइदिनु यसले त हैरान पो लाग्छ त तोर उभिन नतलाई अति बस्नु अति अलिअलि हाँस्नु सबैजना यहाँ हेर्नु भयो खोइ म देख्दिनँ भने हाँस्नु थाल्यो मुख्यमन्त्री भन्दाको खर्च त्यहाँ छ अरे मन्त्रालय नै कति कर्मचारी नै हुन्छ एउटा मन्त्रालयबाट पैसा यही भए हुन्छ यहाँ छ यसैमा हालिदिनु अलिकति यहाँ खोर्सानी लगाएको थियो क्या यो अलिकति खानु चिउरा यो बुझा बाबुले खाइसक्यो खाना भातै खाइसक्यो लिनुहोस् न सबैको लाइनमा बस्यो लाइनमा आयो के खानुहुन्छ यही भइहाल्यो कस्तो आयो अनि हामीलाई चाहिँ सत्तामा पर्छ पञ्चाली खानु यो चाहिँ नराखेको पञ्चाली ल दामी सबैलाई अब तपाईँ हामीले रहर गर्नु हुँदैन पाट्टु त पञ्चावली भयो त यो पाट्टु फुटबल पाट्री 4 दिन भने हामी कहाँको फुटबल हेर्नु भोजपुरको साम्पाङको अब हामी चाहिँ भोजपुरको रङ्गशाला आइसक्यौँ रङ्गशालामा आइपुग्यौँ गाडीको हामी चाहिँ कोरियन काका अनि लियोन काका अनि उहाँ चाहिँ सविता आमा म चाहिँ आगमन राई